आज मलाई इन्ड्राइभको मान्छेले दिमागमा आगो लगाइदियो। तातो घाम लागिरहेको थियो। म गेट बाहिर आएर नक्कल देखाउँछु। हामी सानो हुँदा भगेरा कति धेरै मात्रामा देखिन्थ्यो, तर अहिले यसको प्रजाति लोप हुँदै गए तापनि एकअर्का प्रति जिउने आधार त रहेछ। साला चराको पनि जोडी छ यार। यतिकैमा मेरो इन्ड्राइभ आइपुग्छ। इन्ड्राइभमा चढेर के अलिकति पुगेको मात्र थिए, बल्खु खोलाको माथिल्लो साइडमा आएपछि बाइक नै बिग्रिन्छ, झन्डै लडो छ पनि। उल्टै मलाई पो गाली गर्छ मलाई चढाएर रे। फ्रीमा हो र, पैसा तिरेर पो चढेको हो त भन्दै त्यो मान्छेसँग म बाँच्छु। रिसले चुर चुर हुँदै अर्को इन्ड्राइभ बुक गर्छु र सरर जान्छु। कस्तो कस्तो मान्छेहरू बस्दो रहेछ यार काठमाडौँमा। त्यतिकै त मलाई रिसिभ गर्न ढिलो आएको थियो, तर मैले केही नभनिकन चुप्प लागेर चढे। उल्टै मलाई पो ठाडै गरेर हेप्छ त बा। सुरुमा त चुप्प लागेर त्यसले कराउँदा सुनिबसे। अति भएपछि चाहिँ म पनि के कम, त्यसले एक शब्द भन्दाखेरि मैले 10 शब्दको जवाफ फर्काइदिएँ, अनि मात्रै त्यो चुप्प लाग्यो। 1-2 शब्द सह्यो भन्दैमा धेरै हेप्नु त भएन नि। भिडियो बनाउनु पर्ने रहेछ, त्यतिखेर ठ्याक्क मैले पनि बिर्सेँ क्या। मेरो रिस नसेलाई आजको दिन त्यतिकै बित्यो। अर्को भ्लगमा भेट्नेछु। हस्त बाई।